बालबालिकालाई सुधार्ने व्यवहारिक 10 प्रभावकारी उपायहरू। पहिलो, माया र समझदारी देखाउने। दोस्रो, बोल्न मात्र होइन सुन्न पनि सिकाउने। आफै राम्रो उदाहरण बनेर देखाउने। स्पष्ट नियम र सीमाहरू बनाउने। सकारात्मक व्यवहारको प्रशंसा गर्ने। प्रविधिको सही उपयोगमा सन्तुलन राख्ने। शिक्षा र अनुशासन सँगै दिने। गुनासो वा सजाय तुरुन्त र सन्देशसहित दिने। उनीहरूलाई सृजनात्मक रूपमा व्यस्त राख्ने। धैर्य राख्ने। सुधारमा समय लाग्छ। त्यसैले गर्दाखेरि यहाँले चाहिँ बच्चालाई कहिल्यै पनि अरूसँग तुलना नगर्नुहोस् र उसले चाहिँ अरूसँग तुलना गर्यो भने राम्रो रूपमा लिँदैन र उसलाई चाहिँ सुधार्न असम्भव हुन्छ। त्यो भएकोले गर्दाखेरि अरूसँग तुलना नगर्नुहोस्। यति उपायहरू यहाँले चाहिँ अवलम्बन गर्नुभयो भने अवश्य पनि तपाईँको बच्चा चाहिँ सुध्रिन सक्छ।